What happened? Huh? गर्मी भयो नि बेसरी किन किन गर्यो भर्खर त निस्क्यो किन गर्यो न्यु नखाँदै भएन पस पस त्यो थोते ठाउँमा के जाला आधी घरवालीहरू पहिला पहिला बेस्ट बाथरुमको त्यो टावरहरू सबै धुएर सबै कुनमुनि हेर्दै ध्यान जाँला कुरा हेलो जय हेलो के हेर्दैछ हाबुडा मन लाग्छ राम्रो रहेछ नि फोनबाट चाहिँ राम्रो कहाँ हो यो हेर्ने यहाँ हो कि यहाँ हो आफूलाई हेर्ने नि आफूलाई आफ्नो राम्रो आएर भेनाको क्यामेरा भेनाको क्यामेरा एन्ड्रोइड भएर होला अलिकति दाग सागसाग छोप्दो रहेछ मैले भनेको दिदीको मोबाइलबाट भ्लग बनाउनु नेचरल राम्रो हुन्छ कि बरु आइफोन Let's go, let's go. पैसा चाहिएर फोन गरेको Whatever the paid. दुई सय पचासमा त किन्थ्यो नि टाइममा त होइन किन्नु नि पर्छ कहाँ यहाँ आएको केटीको राख्ने अरे कि यसको पनि हेर्नु ल अनि भरे एउटा कार आएको अब यो They're shopping. Assalamu alaikum. ओके हल्दीरा यस्तो बाहिर हेरेको त होइन यताबाट त होइन मैले त खालिरहेको रहेछ त पानीमा बोले बुढीलाई जाऊ 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 Yeah, this one. Butter paneer, cottage cheese, tomato paste curry. हिजो उसले बनाउँदिएको खानाहरू किनभने म त बिजी थियो बिहान फोन गरेँ नि
सपोर्ट गर्छ ए ठुलो होला भनेर दुईटा चार्ज गर्नु थ्याङ्क यू चार्ज गर्नु सब गर्नु हाल्नु अनि हामी पास गराउनु है आलु चार्ज गर्नु कहिले पुग्नु आलु त तपाईँलाई मनपर्छ भने मात्रै मलाई मुखपुर च्यानलमा आज त्यो चाहिँ ठ्याक्कै यही स्वादकै रहेछ बिरयानी कसै मलाई चलाउँछ स्वाद चाहिँ छ है बनाएको छैन मैले त्योहरू भनेर राम्रो बनाउँछ बनाउने होइन यसलाई बनाउने भन्दैन यसको बाख्नु यस्तो मटन मन पर्दैन है मलाई मटन त मनपर्छ तर त्यस्तो धेरै खानु जस्तो लाग्दैन मैले यो मासु नखाउने खाउँदा मान्छेले मन पर्दैन मैले नेपालमा खाँदै खाँदैन सबै खान्छ त्यो नानहरू अझै पनि खानु भयो मगाउने त्यत्रो रहेछ मगाउँ क्या अब नान है एकजना के मगाउनु नमगाउने भेज नान चाहिँ बिरयानी नआउँदा मगाउने हुन्छ भेज पनि खाएर हेरौँ न भात नखाउँ खानु मन लाग्छ फेरि मगाउने हो नान चाहिँ मलाई नान चाहिँ मगाउनु है किन यो सन्डे छ नि त या त कि यस्तो करी जस्तो चिकन केही मगाउने करी तर यही छ त्यही छ त स्योर हो नान चाहिँ भात त खाने भात चाहिँ तर त्यो मासु खाने नखाने भात आलु दिन्छ के त अब हामीले बनाउँदा यिनीहरूले मसला कुन चाहिँ हाल्छ होला है यस्तो बास्नाहरू क्या हो यहाँको चाहिँ इन्डियन खाना इन्डियन मसला हुन्छ नि यसकै लागि हो त्यही प्याज भने ब्रो उयो हो प्याज चटनी हाल्नु हामी त 4 दिन इन्डिया बसेको यहाँ आउनुभन्दा अगाडि बिरयानी मात्र खाएको अरू मिठो नलाग्ने ए हो अब मिठो नरहेछ 4 दिन बिरयानी ठाउँ पनि थाहा नपाएको फ्लाइट क्यान्सल भएर हामी त अनि इन्डिया बस्नु पऱ्यो नि 4 दिन तपाईँ आफ्नै खर्च गरेको त्यसले कस्तो हुनुपर्थ्यो बुढी पर होटेल हुन्छ 4 दिन बसेर इन्डिया त्यस्तो भयो घुम्यो बुढीले त अनि हामीलाई चौकी जाऊ भन्छ इन्डियाबाट 12 बजेको फ्लाइट थियो नेपालमै ढिलो भइहाल्यो अस्ति भनेको नि अनि तिमीहरू जसरी भयो भने आज दिल्ली पुग तिमीहरू जाउन्जेलसम्ममा म यहाँ टिकट फिक्स गरिदिन्छु आजकै टिकट फिक्स गरिदिन्छु भन्थ्यो मिलेन छ टाइमिङ नमिलेर अनि पछि एकैचोटि 4 दिन पछिको भयो क्या 3 मा आउनु पनि 7 मा आएको हामी 3 तारिकमा आउनु पनि 7 मा आइपुग्यो गर्मी बेसरी आमा कस्तो गर्मी हुन्छ नमिठो बनाएर खाइदिन्छ नमिठो त मलाई ए नमिठो
मनपर्छ नि तिमी त्यो आलुमा पनि जिरा आलु रहेछ हाम्रो चिकनसँग धेरै नै कलर लागेको त्यो त छैन हाम्रो नेपाल खाना मिठो हो मेरो ह्याप्पी बर्थडे 35 35 होइन त ह्याप्पी बर्थडे 35 बर्थडे होइन त कति हो थप्पी पनि लाग्छ म 16 नो 19 भ्यू देखिरहेको छ पछाडि भिडियो गर्दैन बुढो कति हेर्न मन लाग्छ होला भने बुढीलाई ल के भन्नु छ बुढी केही भन्छ छैन मलाई बुढे ह्याप्पी बर्थडे अब आउने ह्याप्पी बर्थडेको लागि मेन दिनमा चाहिँ भन्नु ह्याप्पी बर्थडे 35 ह्याप्पी बर्थडे 29 हो बर्थडे ह्याप्पी 29 बर्थडे ल्यारी ह्याप्पी बर्थडे मिङमा लास्ट हो क्या अहिले हामीले लगाऊ लिपस्टिक लेट्स गो